भएको हुनाले यस पार्टीको चुनाव चिन्ह मादलमा छाप लगाई अत्यधिक बहुमतले विजय गराइदिनु होला भन्ने अनुरोध गर्दै यस कोट सभामा केही कुरा राखिदिनु हुन प्रदेश कमिटी सदस्य कमरेड लक्ष्मी कुमार विगतज्यूलाई म हार्दिक अनुरोध गर्दछु। कला आदिवासी दाजुभाइ तथा दिदीबहिनीहरू, नेपाल मजदुर किसान पार्टी निरन्तर रूपमा जनताको सेवामा समर्पित हुँदै आइरहेको छ, जसले अन्याय अत्याचार गरिबी रोग भोग र शोकमा परेका जनताहरूको जनजीविकाको सवालमा सडकदेखि सदनसम्म निरन्तर रूपमा आफ्ना आवाजहरू उठाउँदै आइरहेको छ। यहाँहरूले नेपाल मजदुर किसान पार्टीलाई अत्याधिक बहुमतले विजय गराएको खण्डमा जनताका जनजीविकाका सवालहरू शिक्षा, स्वास्थ्य र रोजगार जस्ता विषयहरूमा नेपाल मजदुर किसान पार्टीले कानून निर्माण गर्नेछ। ती कानून निर्माण गर्नको निमित्त नेपाल मजदुर किसान पार्टीलाई यहाँहरूले निरन्तर रूपमा संसदमा बहुमतमा पठाउनु भयो भनेपछि देशका नियम कानून र ऐनहरू संशोधन गरी हरेक नागरिकलाई शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता व्यक्त दिनेछ। त्यस्तो किसिमको व्यवस्थाको निमित्त चर्चा गर्नेछ। अनि घाँस पासको सुनिश्चितता सदस्य प्रतिनिधि सभाका उम्मेद्वारको रूपमा धनीराम रेसीजीलाई यहाँ उम्मेद्वारको रूपमा उठाएको छ। उहाँले यहाँका आवाजहरू केन्द्रसम्म पुर्याउनुहुनेछ र देश र जनताको पक्षमा लडिरहनुहुन्छ भन्ने कुरा राख्दै म बिदा हुन्छु। धन्यवाद।